चीनमा एक सवारी दुर्घटनामा 9 जनाको मृत्यु र 7 जना घाइते। चीनको उत्तर पश्चिमी सिन्जियाङ उइगर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा 9 जनाको मृत्यु भएको र 7 जना घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिए। भारी क्षति ओसु शहरको मुख्य एक्सप्रेसवेमा 5 ठूला सवारी साधन र 7 कारहरू संलग्न भएको एक श्रृङ्खलाको टक्करपछि राति 10 बजे दुर्घटना भयो। खुलोकोष्ट सुरु पृष्ठभूमिमा भएको चित्र ठुलोकोष्ट बन्छ। अधिकारीहरूले अचानक आएको बलियो हावाले दुर्घटनाको जोखिम बढाउने सम्भावना रहेको बताएका थिए। स्थानीय सरकारले घटनाको कारण र विशिष्टता पत्ता लगाउन थप विस्तृत अनुसन्धान सुरु गरेको छ। जनकपुरको लैङ्गिक समानता मेला जुन राज्यव्यापी कार्यक्रम हो। जनकपुरमा सोमबारदेखि 23 मेसम्म लैङ्गिक समानता मेला आयोजना हुनेछ। जनकपुर उपमहानगरपालिका 8 मा रहेको मिथिला विकास कोष भवनमा आयोजित मेलाको उद्देश्य सृजनात्मकता, कला, मनोरञ्जन, खेलकुद, संस्कृति र प्रविधिसँग सम्बन्धित गतिविधिहरू प्रदान गरेर लैङ्गिक समानतालाई बढावा दिनु हो। मेलाको आयोजना मधेसको खेलकुद तथा सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल, नेपाल सरकार, बेलायतको राष्ट्रिय महिला आयोग, भारतको पिपुल्स युनियन वे अरिबद्ध तथा दिव्य विकास संसाधन केन्द्रको सहयोगमा गरिएको छ। आयोजनाका प्रबन्धक रेबी खड्काका अनुसार मेलाको उद्देश्य समानतालाई आत्मसात गर्ने र लैङ्गिक हिंसा विरुद्ध लड्ने समाजको प्रवर्धन गर्नु हो। मध्य प्रदेश पुलिस र धनुषाले लैङ्गिक हिंसाको बारेमा कानुनी साक्षरताका बारेमा जागरुकता बढाउने बुथहरूमा उपस्थित हुनेछन्। विभिन्न संस्थाहरूबाट मनोरञ्जन र अन्तर्क्रियात्मक गतिविधिहरू प्रदान गरिनेछ। महिनाको सुरुमा धेरै गतिविधिहरू एक दिनभित्रै राज्यमा दर्ता भएका पार्टीको संख्या 33 पुगेको छ। आजदेखि अब समानुपातिक प्रतिनिधित्वका लागि पार्टी दर्ता गर्न र यसलाई 23 मेसम्म पेश गर्न सम्भव छ। आइतबार 33 दलले समानुपातिक प्रतिनिधित्वका लागि पार्टीको रूपमा दर्ता गरेका थिए। प्राप्त निवेदनहरूको समीक्षा र अनुमोदन निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 26 मेसम्म गर्नेछन्। समानुपातिक प्रतिनिधित्वका लागि उम्मेद्वारहरू पेश गर्ने अन्तिम मिति 13 र 6 फेब्रुअरीमा तय गरिएको छ। 4 मेमा प्रारम्भिक सूची सार्वजनिक हुनेछ, जबकि बन्द सूची 20 मेमा दावी र उजुरीहरूको अनुसन्धानपछि प्रकाशित हुनेछ। वर्तमान कानून अनुसार प्रतिनिधि सभाका 275 सदस्यहरूको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी 2 विधिहरू छन्। संसदीय संरचनामा प्रत्यक्ष निर्वाचित 165 सदस्य र समानुपातिक निर्वाचनबाट निर्वाचित 110 सदस्यहरू समावेश छन्। उम्मेदवारहरूको नामाङ्कन 6 मेमा हुनेछ। झापामा 3 थुप्रो 5 लाख टन चामल उत्पादन भए पनि किसानलाई सहयोगको सुविधा छैन। 21 मानसिरमा रहेको झापाबाट 3 थुप्रो 5 लाख मेट्रिक टन भन्दा बढी चामल उत्पादन भएको छ। केएसकेले जिल्लामा 72,742 हेक्टर क्षेत्रफलमा 3,54,315,092 मेट्रिक टन आलु खेती भएको जनाएको छ। केन्द्रका नेता सागर विशालले गत वर्षको तुलनामा खेतीयोग्य क्षेत्रको कमीका कारण यस वर्ष धानको उत्पादन घटेको बताए। गत वर्ष 75,459 थुप्रो एकड हेक्टर खेतीयोग्य जमिनमा 5.073% उत्पादन भएको 3,82,811,097 मेट्रिक टन चामल उत्पादन भएको थियो। उत्पादकत्व बढेर 5,195 पुगेको भए पनि खराब मौसम र अनियमित वर्षाका कारण आलु खेती क्षेत्र 2,716 हेक्टरले घटेको मुख्यमन्त्रीले बताए। असोज र कटिक जिल्लामा मनसुन वर्षाका कारण 33 मेट्रिक टन चामलको क्षति भएको छ, जसको परिणाम स्वरूप अनुमानित 78 करोड 1,156,000 रुपैयाँको क्षति भएको छ। किसानलाई समर्थन मूल्य भुक्तानी गरिएको थिएन। गत वर्ष जोको चामलको न्यूनतम समर्थन मूल्य बढाउने सरकारको निर्णयले किसानहरूलाई विशेष गरी मनसुन वर्षाको समयमा ठूलो क्षति पुर्याएको छ। कच्चा जातका चामलको मूल्य प्रति क्विन्टल 3,463 रुपैयाँ छ, जबकि मध्यम जातका चामलको मूल्य न्यूनतम समर्थन मूल्य 994 रुपैयाँ भन्दा कम छ। सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गर्न असफल हुँदा किसानहरू ठगिएका छन्। यद्यपि उनीहरूले हालैका वर्षहरूमा आलु आयात गर्न थालेका थिए। चामलको समर्थन मूल्यको लागि सरकारको समयमै निर्धारण भए पनि किसानहरूले मूल्य प्राप्त नगरेको मुद्दा समान छ। केजीसीका नेता विशालका अनुसार किसानलाई सरकारबाट अनुचित क्षतिपूर्ति दिइरहेको छ र उनीहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। भद्रपुरका किसान महारसिंह राजवंशीका अनुसार चामल प्रति किलो 40 किलो 1,200 रुपैयाँमा बिक्री भइरहेको छ। मूल्य वृद्धिको परिणाम स्वरूप अन्नको मूल्य बढ्छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हालैका दिनमा किसानहरूले चामलको मूल्यमा सहयोग प्राप्त नगरेको स्वीकार गरे। उनले मध्यम चामलको मूल्य प्रति क्विन्टल 3,100 रुपैयाँ पुगेको र यसलाई बढाउने अपेक्षा गरेको बताउँदै चामलमा सुरुमा उच्च आर्द्रताका कारण मूल्य घटेको हुन सक्ने र गुणस्तरमा सुधार आएको बताए। चामल खरिद सहकारी संस्थाको सूचीमा 3 नामहरू छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको कार्यान्वयन इकाइ झापाले चावल खरिदका लागि 3 सहकारी संस्थाको सूचीकरणको लागि अनुरोध गरेको थियो।
युनिटका प्रमुखले किसान सहकारीले सरकारद्वारा निर्धारित मूल्यमा आलु खरिद गर्ने र व्यवस्थापन खर्चको लागि 112 रुपैयाँ प्रति क्विन्टल अनुदान प्रदान गर्ने बताएका थिए। चामलका खेतहरू प्राय दाग र चिप्ला थिए। नेपालमा उत्पादित मुलुबानी, लकारा, सोनोमन, सोली सब एक सहितको चामल जिरा मसिनो ब्रान्ड अन्तर्गत हुनेछ। रन्जित र सेना चामल झापा, मोरन र सुनसरी लगायत पूर्वी क्षेत्रका किसानहरूको मुख्य बाली हो। उनले ब्रान्ड चामल खेतीलाई प्रोत्साहित गर्न प्रयास भइरहेको पनि उल्लेख गरे। उनले भने रन्जित र सारनाको भन्दा उत्पादन भएको चामल 2-1 र 1 को गुणमा बिक्री हुन्छ। पोखरा विमानस्थलको लेखा समितिले 11वटा अवरोध र झण्डै 10 अर्ब अनियमितता भएको बताएको। पोखरा विमानस्थल निर्माणका लागि लगभग 10 अर्ब रुपैयाँ विनियोजन गरिएको थियो, जुन संसदीय उपसमितिले अवैध र भ्रष्टाचार भएको पाइएको थियो। प्रतिवेदनले अनियमितताहरूलाई उजागर गर्यो। $32 मिलियन शाखा काट्न प्रयोग गरिएको छ, जुन पहिलो कदम हो। नेपालको नागरिक उड्डयन प्राधिकरणले चिनिया ठेकेदारसँग हस्ताक्षर गरेको सम्झौतामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनका लागि सबै आवश्यक सुविधा र पूर्वाधार निर्माण गर्न ठेकेदारलाई जिम्मेवारी दिएको छ। विमानस्थलको अगाडि बार काट्न निर्देशन दिए पनि सीएले अर्को ठेकेदारलाई 322 लाख रुपैयाँ भुक्तानी गरेको थियो, जुन सम्झौता अनुसार थिएन र प्रत्यक्ष अनियमित र भ्रष्ट मानिन्थ्यो। वायु प्रवाह समान छैन। सम्झौता अनुसार परियोजनाले सबै विमानस्थल सुविधाहरूको लागि वित्त पोषण प्रदान गर्नुपर्दछ र चिनिया कम्पनीले सुविधाहरू निर्माण गर्नेछ। रिपोर्टमा भनिएको छ कि सरकार गुणस्तर, कर छुट र राजस्व चुहावट सहित विभिन्न मामिलामा संलग्न छ। नागरिक उड्डयन प्राधिकरणलाई लेखा परीक्षण उपसमितिले एचभ्याक प्रणालीको स्थापनाको लागि $72,659 तिर्ने भनेर सोधे। ठूलो कोष्ट सुरु पृष्ठ 23 मा भएको चित्र। ठूलो कोष्ट बन्द विमानस्थलको ठेक्कामा रनवे, ट्याक्सीवे, बाँध र एप्रोनका लागि नाली निर्माण गर्ने काम पनि थियो। लेखा परीक्षण उपसमितिले काम सुरु हुन दिने भुक्तानी गरिएको थियो कि थिएन भनेर जिज्ञासा व्यक्त गर्यो, तर यो 168.4 मिलियन अग्रिम थियो। पृथ्वीमा पानीको अभाव। सम्झौताले विमानस्थलको एक विशिष्ट क्षेत्रमा भुइँ भर्नु र प्रेस गर्नुपर्ने थियो, जहाँ रनवे, ट्याक्सीवे, ड्रेनेज वा अन्य स्थलहरू निर्माण गरिनेछ। पृथ्वीको सृष्टि कसरी भयो? सम्झौताले बतायो कि साइटमा माटोको मात्रा विमानस्थलको निर्माणको लागि अपर्याप्त थियो। बाह्य स्रोतबाट तक्की र माटोको आवश्यकता भए पनि परियोजनाको लागत केवल लगभग $23 मिलियन थियो। यो उपलब्ध माटोको प्रयोग सुविधा बाहिर माटोको रूप ल्याउन बिना रनवे निर्माण गर्न प्रयोग गरिएको थियो भने यो अनिश्चित थियो। ठूलो कोष्ट सुरु पृष्ठ 29 मा भएको चित्र। ठूलो कोष्ट बन्द उपसमितिले थप माटोको तहका लागि 16.21 लाख $को भुक्तानीमा त्रुटि भएको पनि दावी गर्यो, किनकि 1500 मिमी भन्दा बढी मोटाइको तहहरू निर्माण गर्न अनिवार्य थिएन। उपसमितिले रनवेलाई जमिनको प्राकृतिक उचाइ भन्दा 6 मिटर तल रहेको ठहर गरेको थियो। सबैभन्दा बढी माटोको घनत्व भएको माटो अस्थिरताको लागि सबैभन्दा बढी प्रबन्ध हुन्छ। मृदा सम्बन्धी 4 विषयको अतिरिक्त लेखा उपसमितिले मृदा कार्यमा खर्च गरिएको कुल रकम $2.5 अर्ब रुपैयाँमा अनियमितता भएको पहिचान गरेको छ। प्रतिवेदनमा यो कार्यमा खर्च अनियमित भएको पनि उल्लेख गरिएको छ। ठूलो कोष्ट सुरु पृष्ठ 29 मा भएको चित्र। ठूलो कोष्ट बन्द उपसमितिले यो सम्झौतामा $52 मिलियन बढी रकम भुक्तानी भएको छ कि छैन भनेर प्रश्न उठाएको थियो। उपसमितिले विमानस्थलको पूर्ण सञ्चालनका लागि आवश्यक काम र उपकरणको लागत मुख्य ठेक्काबाट कभर गरिने निर्णय गर्यो। इन्धनको ट्याङ्क निर्माण गरिएको थिएन। पोखरा विमानस्थलमा $2,20,000 मा उच्च क्षमताको विमान इन्धन भण्डारण ट्याङ्की निर्माण गर्ने सम्भावनाबारे उपसमितिले शंका व्यक्त गरेको छ। ठूलो कोष्ट सुरु पृष्ठ 29 मा भएको चित्र। ठूलो कोष्ट बन्द 220 करोड रुपैयाँको कर छुट उपसमितिले निर्धारण गरेको थियो। मन्त्री सचिव र विभिन्न सरकारहरू समावेश गरेको यो समूह भ्रष्टाचारमा संलग्न थियो।
यद्यपि सरकारले सम्झौता अनुसार धेरै चिनिया कम्पनीहरूलाई कर दायित्वबाट मुक्त गर्यो। ठूलो कोष्ठ सुरु पृष्ठ 29 मा भएको चित्र। ठूलो कोष्ठ बन्द ठेकेदारले सम्झौता अनुसार विमानस्थल निर्माण गर्न परामर्शदातालाई काममा लगाउनु पर्ने थियो। यद्यपि सीएले प्राधिकरणको पारिश्रमिकको माग अस्वीकार गर्यो। एजेन्सीले 2.8 मिलियन अमेरिकी डलर तिरेको तथ्यको बावजुद अनियमितता र भ्रष्टाचारलाई छनौटको कारणको रूपमा उद्धृत गर्दै सान्स राजेन्द्र लेनदेनको नेतृत्वमा रहेको उपसमितिले प्रतिवेदन तयार पारेको हो। नेपाल सरकारले पोखरा विमानस्थल निर्माणका लागि चीनसँग सन् 2017 सेप्टेम्बर 8 मा ऋण सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताको मूल्य 1 अर्ब 37 करोड युआन रहेको छ। नेपालले चाइनिज एक्सिम बैंकलाई वार्षिक 84 करोड रुपैयाँ ब्याज मात्रै तिर्नुपर्ने भएको छ।